गन्थाको तपाईँले भिडियो हेर्नुभयो 10 वर्षमा आइटिएफ बनाउने 5-10 वर्षमा भन्ने कुरो थियो। योभन्दा अघिल्लो 10-15 वर्ष चाहिँ सिङ्गो देश चाहिँ माटा लगाए पैसा कहीँ हराउँदैन भनेर माटा लगानी गरे माटा पैसा अहिले माटामा पैसा तपाईँले आइटीमा लगाउनु भएको छ 10-15 वर्ष भयो। तपाईँको पैसा चाहिँ कहाँ गयो? माटोको पैसा माटोमै लगाएँ भने जस्तै मैले श्रम र शक्ति दुवै आइटीमा लगाएँ। तर आजको दिनमा सरकारले अलिकति गतिलो 1 करोडभन्दा माथिको सफ्टवेयर किन्नु पर्यो भने विदेशी किन्छ। 1 लाख र वा वरिपरि 5 लाखभन्दा तलका त्यो पनि 1.5 लाख जति त्यतै कतैलाई यता बुझाउनु पर्ने गरी चाहिँ नेपाली सफ्टवेयर किन्छ। अब भनेपछि मेरो लगानी अब मैले कहाँ गएर भेटाउने त्यो चाहिँ सायद होइन अलि इन्फर्मल फोरममा बस्यो भने गगनजीले भेटाइदिनुहुन्छ कि भन्ने चान्सेस छ। ओके त यसमा चाहिँ 5 लाख भन्दा माथिको हाम्रो चाहिँ 4-5 लाखको है नेपालीले पाउने त्योभन्दा माथि 10 माथि लाग्ने अथवा उहाँहरूको त्यस्तै केही सिलिङ छ त्यो पनि आधा उति भाग लगाउने गरी सल्लाह मिल्छ नत्र भने मिल्दैन। त्यति त ठिकै थियो दाजु होइन। कुखुरा काटे कुखुरा बाँड्ने खसी काटे खसी बाँड्ने वाला हो पुच्छर भयो पुच्छर बाँड्ने अब यो आउटसोर्सिङ वाला एकछिन कुरा गर्नुला। तर त्यतिमा पनि कहिलेकाहीँ चाहिँ सोर्स कोड चाहियो सोर्स कोड करायो भनेर उफ्रिन्छ नि त यिनीहरू त है। त्यो त यस्तो हामी गरिबलाई सोर्स कोड चाहियो माइक्रोसफ्ट सोर्स कोड उहाँहरू माग्न सक्नुहुन्न। तर उहाँहरूले एपोइन्ट गरेको चाहिँ नि सचिवजीहरूले चाहिँ कहिलेकाहीँ माइक्रोसफ्टकै सिइओ बोलाउनुहोस् किनभने म सचिवले सही गर्ने भएपछि उतापट्टि पनि माइक्रोसफ्टको सिइओ चाहिन्छ भनेर चाहिँ भनिदिन पेर लाउनुहुन्न र पटक पटक हामीले सुन्नु पनि परेको छ। भने चाहिँ हाम्रो नेपाली सफ्टवेयरका सचिवले चाहिँ उताको माइक्रोसफ्टको ठ्याक्कै सिइओ इक्विभ्यालेन्ट चाहियो नि त उहाँहरूलाई चाहियो। मेरो औकात के हो त अस्ति भर्खरै पनि हाम्रो इलन मस्कले हेभी भनेर पुरै उफ्रेर यो जेन्जीवाला कुरामा हामीलाई हेप्ने नेपाललाई हेप्ने भन्ने टाइपको कुरो थियो यो जेन्जीवाला पनि याद गर्दै भनेपछि त सबै उस्तै टेन्सन भयो होइन। 15 वर्ष भयो टेन्टेटिभ तपाईँले होइन अब पुरै आइटी हब बनाउँछु भनेको छ ठिकै होला बने त हामीलाई नि फाइदा होइन सुरुमा खाने भाग हाम्रै हो कहिले गरिसक्नु पैसा त हाम्रै पल्टा भनेर हामी दङ्ग गरेर बसिरहेको छौँ। मलाई एउटा चाहिँ प्रश्न बडा आउँछ कि त्यो के हो भने पैसा त हाम्रै पोल्टामा आउने तर आउँछ कसरी किन लाग्छ कि मलाई कहिलेकाहीँ चाहिँ त्यो आइटीमा काम गर्ने मान्छे हो नि बेस्ट पर्सनहरू चाहिँ कहाँ जान्छन् दाजु? एउटै क्लास कार्ड कोही हुन्छ नि टपरहरू ती यहीँ बस्छन्। एउटा यो चाहिँ अलिकति सुखद संजोग मान्नुपर्छ। असाध्यै एक्सिलेन्ट केही क्रिम माइन्डहरू चाहिँ हामीसित अझै उपलब्ध छन्। उनीहरूले अवसर प्लस अब भनौँ न आफ्नो फ्यामिली लगायत केही छोड्न नसकेर वा यसैलाई अवसर मानेर किनभने घरमा बस्न पाउनु पनि एउटा अवसर हो, फर्स्ट क्लास सिटिजन हुनु पनि एउटा अवसर हो र एक्सिलेन्ट क्रिम माइन्डहरू हामीसित केही पर्सेन्ट भन्नु मोर देन 50 है पर्सेन्ट नै हामीसित अझै पनि बसिएका छन् र तिनीहरूसित तिनीहरू अहिले पनि हाम्रो इन्डस्ट्रीलाई अथवा हाम्रो परिस्थितिलाई यहाँबाट पाइएकै सुख सुविधामा गाइड गरिराखेका छन्, डोर्याइराखेका छन्। खास गरी भनेको हाम्रो बेस्ट माइन्डहरू ती दौडेर बाहिर जानेवाला चाहिँ हुन्छन् कि हुँदैन? हामीसित 50-50 मान्दा हुन्छ यसलाई। 50% जति चाहिँ गए टोलरेन्स अलिक कम भएको साथीहरू भनौँ न अहिलेलाई भन्दाखेरि अलिकति छिटो उता अपर्च्युनिटीलाई छिटो क्यास गर्न सकिन्छ कि भनेर अवसरमा छिटो अटेम्प्ट गर्ने छिटो डुवर नगर्नेहरू चाहिँ बाहिर गएका छन्। तर अर्का खालका मान्छेहरू त्यो साँच्चीकै क्रिम माइन्डले चाहिने तर यहाँकै एभरेज पेमेन्टबाट औसत स्यालेरीमै औसत तलबमै चित्त बुझाउने केही साथीहरू अथवा 50% साथीहरू अझै पनि नेपालको आइटी इन्डस्ट्री उहाँहरूले धानिराखेको खास चाहिँ। त्यो औसत स्यालेरी भनेको कति हुन्छ खास यहाँ उहाँ क्रिमवाला मान्छेको? क्रिमवाला मान्छेको अहिलेको औसत स्यालेरी भनेको 1 लाखभन्दा माथि। 1 लाखभन्दा माथि हुन्छ भनेपछि गगन थापाले भनेको 3-4 लाख कमाउनेवाला चाहिँ उहाँहरू हो नेपालकै लोकल आइटीमा काम गरेर। गगनजीले भनेको 3-4 लाख कमाउनेहरू उहाँहरू जस्तो त 20 जना हुन्छन्, 20 जनाले पुगेन र मासमा हामीले पुर्याउँदाखेरि चाहिँ आजको डेटमा हेर्ने हो भने हाम्रो आइटी इन्डस्ट्रीलाई सबभन्दा नजिकबाट कम्पेयर गर्न सक्ने इन्डियन आइटी इन्डस्ट्री त हो। भनेपछि यहाँ 50,000 खानी तलब बराबरको माइन्ड भनेको इन्डियन 80,000 तलब खानी हो र यहाँ 3 लाख खानी भनेर भनेको एक किसिमले भन्यो भने 3 लाख आइसी नै खाने हो। त्यो हामीसित अहिले उपलब्धता छैन र इन्डियन आइटी मार्केटले नै आफैले 3 लाख दिन सक्दैन भने हाम्रो आइटी मार्केटले 3 लाख दिन सक्ने कुरा जोतै मात्रै भयो। एक किसिमले अबको 10 वर्षमा पनि सम्भव छैन पनि
2-4 जना एक्सेप्सनल केस अलग बात, 2-4 जना एक्सेप्सनल केस अलग बात हो। तर हामीले भोल्युममै यसरी 2-4 लाख दिन सक्ने गरी हाम्रो लोकल आइडी चाहिँ होइन है, त्यो हुँदैन है। तर पुरो पैसा ठुलो होइन, तर आफ्नै घर परिवारसँग बस्छु, खान्छु, दुःख सुखम गर्छु, यही देशा काम गर्छु भन्नेहरू चाहिँ मिनिमम एउटा पैसाले चाहिँ भनेको 1.5 लाख 1.5-2 लाखसम्म अलिअलि चाहिँ 1 को प्लसको भनौँ न, त्यतिले चाहिँ बसिरहेछ। ओके, त्यसो भए त अलिअलि कुरो ठिकै पनि भयो, पोल्ची होइन। तर अघि नै भनेको हाम्रो जुन सोर्स कोड माग्नेवाला कथा थियो होइन, अनि त्यसपछि हामी सरकारीमा अलिअलि बल्ड्याङ खाएको पैसा बाँड्नेवाला कुरो हो। त्यो प्लस एउटा अर्को पनि प्रब्लम छ नि त, यिनीहरू त्यो सरकारले आफै बनाउँछु भन्छ नि, सफ्टवेयर बनाउँछु भनेर। अब हो, गगनजीको चाहिँ के हुन्छ भन्दाखेरि आजको डेटमा आइसक्यो भने गगनजीले प्राइम मिनिस्टर हुनुभयो होइन त। त्यो खास प्राइम मिनिस्टर भइसक्दाखेरि पनि त हुने त उहाँकै टिमहरू वरिपरि हर्दाकर्दा भएर निस्किने हो। त्यो निस्किसक्दाखेरि चाहिँ उहाँहरू चाहिँ 20,000 तलब पनि नपाएर कन्ट्र्याक्टमा कसैले ज्याक लगाइदिएर जागिर खानुपर्ने मान्छे चाहिँ डिसिजन मेकर हुनुहुन्छ अब होइन। र त्यो मान्छेले डिसिजन मेकिङ गरिराख्दाखेरि हामीले चाहिँ त्यो त्यहाँबाट पोलिसी बनाएर अथवा त्यहाँ उहाँहरूले गभर्न गरेर यो कुरा देख्न सकिँदैन। त्यो भएर उहाँलाई कलेज प्रोजेक्ट जस्तो म गरिहाल्छु, म बनाइहाल्छु उहाँलाई लाग्छ। तर इन्डस्ट्रीमा उहाँ बिक्ने खालको र इन्डस्ट्रीमा कम्तीमा पनि काम गरेर एउटा खैरेलाई डेलिभरी बुझाउन त्यस्तो सजिलो छैन। हामीले रियल टाइम चाहिँ एउटा खैरेलाई डेलिभरी भन्दा नि खैरेकोलाई आउने प्रोडक्टलाई पनि काउन्टर दिने गरी पनि खैरेको प्रोडक्टलाई काउन्टर प्रोडक्ट बनाउनको लागि पनि हामीसित खैरेकै माइन्डसेट चाहिन्छ। अझ तपाईँले खैरेको प्रोडक्टको कुरा गरिहाल्नु भयो होइन। खैरेको प्रोडक्ट कुरा गर्दाखेरि इन्डियामा त्यत्रो ठुलो आइटी इन्डस्ट्री हुँदाखेरि अमेरिकामा इस्टाब्लिस भएर अमेरिकामा पहिला फाउन्डेसन बनाएर बल्ल इन्डियामा आएर अफिस इस्टाब्लिस गरेको जोको एउटा प्रोडक्ट वर्ल्ड वाइड चलाएको छ। नत्र त्यस्तो देखिने गरी जसरी मान्छेको सामान्य जीवनमा जाने संसारभरिको देशहरूमा चल्ने गरी इन्डियन प्रोडक्टहरूले नै आफ्नो कुनै पहिचान एउटा ब्रान्ड बनाउन सकेका छैनन्। त्यो जो मात्रै हो राम्रो देखिने गरी। भनेको साउथ एसियन कन्ट्री भन्दा बाहिर गएको कुनै इन्टरनेसनल सफ्टवेयर भनेको आजको दिनमा इन्डियन कन्टिनेन्टबाट बनेको त्यही जो हो, जो देखिने गरी र सुनिने गरी त्यही एउटा नै मात्र हो। भनेपछि अब हाम्रो त दिल्ली दुरे भन्नु पर्यो, दिल्ली दुरे हामी एकदमै नहिचकिचाइ भन्नुपर्छ, लाज नमानिकन भन्छ दिल्ली दुरे। हामी बाहिर प्रोडक्ट बेच्छौँ, ग्लोबल बेच्छौँ, यहाँ त्यहाँ भनेर आजकै दिनको रेडिनेसमा चाहिँ गफ हो, कम्प्लिटली गफ हो। अब यसभित्रमा एउटा मात्रै काम भइरहेको कुरा गगनजीकोलाई थोरै साथ दिनलाई के भइरहेछ भने भित्रभित्रै यहाँ एप्निकलाई नै नेटवर्किङमा कन्सल्टिङ गर्ने होइन 5-7 लाख 8-10 लाख चाहिँ नि खाएर कोही काम गर्ने 2-4 जना साथीहरूले काम गरिरहेको छन्। र केही कम्पनीहरूले फेसबुकको मार्केटिङ बुस्ट जस्तो टाइपको होइन, अनलाइन मार्केट कन्टेन्ट बनाउने टाइपको अथवा एकाउन्टिङ सफ्टवेयरलाई यहाँ बसेर सीहरूले सपोर्ट गर्ने टाइपको केही कामहरू भइरहेको छ। त्यसलाई अलिकति भोल्युम एम्प्लिफाई गर्न सकियो भने केही काम गर्न सकिन्छ। तर त्यो काम आजको डेटमा नै हाम्रो इन्फ्रास्ट्रक्चरले पनि साथ दिँदैन। र यो इन्फ्रास्ट्रक्चर जुन गगनजीले चाहिँ नि आफ्नो पोइन्टमा ल्याउनु भएको छ, इन्फ्रास्ट्रक्चर बिल्ड गर्नुपर्छ भनेर उहाँले भनिराख्नु भएको छ। यसको इन्फ्रास्ट्रक्चर चाहिँ मेन्टल इन्फ्रास्ट्रक्चर बिल्ड गर्नुपर्ने हो क्या। हामीले उहाँहरूलाई दिने त एउटा तपाईँले साधारण ल्यापटप लिएर बसिसक्दाखेरि पनि त्यो साधारण ल्यापटपबाट उनीहरूको सर्भरमा एक्सेस गरेर वा उनीहरूको काममा एक्सेस गरेर वा उनीहरूको नेटवर्कमा आफूलाई लगइन गरेर काम गरिराख्दाखेरि तपाईँले कुन लेभलको सर्भिस दिनुहुन्छ भनेर भन्ने कुरा जब आउँछ तब हामी त्यहाँबाट एकदम हातखुट्टै भाँचिन्छ। किनभने हाम्रो मेन्टल इन्फ्रास्ट्रक्चरमा कलेजको युनिभर्सिटीको स्टडी होला, त्यसभित्र हुने प्र्याक्टिकल ल्याबहरूको कुराहरू होला र अरू हाम्रो इन्डस्ट्रियल एक्सपिरियन्स पनि त चाहियो नि त। इन्डियनहरूले आज आइटीमा अलिकति प्रोमिनेन्सी कसरी पाएको हुन्छ भन्दाखेरि उनीहरूसित चाहिँ हिजो आउटसोर्सिङ भनेको जस्तै खास गरी सर्भिस आउटसोर्सिङमा माइक्रोसफ्टले सफ्टवेयर बनाउँछ भने त्यसको सपोर्ट गर्ने टाइपको सर्भिस आउटसोर्सिङहरूमा ठुल्ठुला कम्पनीहरू लागे मेडिकल ट्रान्सक्रिप्सनको काम गर्नलाई। त्यस्ता चाहिँ नि सर्भिस मात्रै आउटसोर्सिङ गर्दा 10,000 5,000ले जागिर पाउने गरी माइक्रोसफ्टहरूले यता कम्पनी खोलिदिए। तर सर्भिस भनेको तल्लो लेभलको काम गर्नलाई खोलिदिए र माथिल्ला म्यानेजरहरू त खैरे आए। उनीहरूले म्यानेज गर्दै जाँदाखेरि इन्डियनहरूको नि चनाखो माइन्डसेट अथवा एकदम पढ्ने उहाँहरू आइआइटीको प्रोडक्टहरूले चाहिँ के भयो भने म्यानेजमेन्ट सिक्दै गए र टेक म्यानेजमेन्टमा के एटिट्युड पाउनाले सर्भिस कम्पनीहरू चाहिँ बनाउन सके।
जसले गर्दा इन्डियन आइटीको मार्केट चाहिँ नि त्यो सर्भिस दिएर भनेको दोस्रो वा तेस्रो दर्जाको सेवा र आइटीको कामहरू दिएर उनीहरूले आफ्नो कम्पनी अथवा आफ्नो नलेज अथवा इन्डस्ट्रीलाई नै सर्भाइभ गराए इन्डस्ट्रीलाई सेट गराए। इन्डिया एज अ सरकारको के इनपुट थियो कि त्यो उनीहरूको पपुलेसनवाला चिजले नै सजिलो बनाएको? यसमा चाहिँ सबभन्दा पहिला पपुलेसनवाला चिजले गरे। खास 95 अनवर्ड्स के भयो भने इन्डियामा चाहिँ बी गरेर त्यसपछि बीकम गरेको दाई वा काकाहरूको मार्फत उनीहरूको फर्ममा अथवा उनीहरूले लगाइदिएकोमा यिनीहरू चाहिँ जागिर खान जानुपर्ने, त्यो पनि एकाउन्टेन्टमा एसिस्टेन्ट जानुपर्ने वा अफिसमा एडमिन एसिस्टेन्ट जानुपर्ने 95 को जुन सिचुएसन थियो त्यो बेला चाहिँ मेजर इन्डिया अथवा एउटा पोर्सन अफ इन्डियन चाहिँ अमेरिकातिर लागे। त्यो सत्यनारायणवाला चाहिँ नि पिपुल थियो जसले माइक्रोसफ्टको लिड गरे। त्यसै सेकेन्ड जेनेरेसनमा जाँदाखेरि हाम्रो सुन्दर पिचाई अथवा गुगल लिड गर्न पुगे, त्यो उता जानेहरू भए। अब यता बस्नेहरूले जब काम गरे तिनीहरूको काम भनेको चाहिँ विप्रो अथवा चाहिँ विप्रो लगायत टिसिएस विप्रोहरू इन्फोसिसहरूको जुन ग्रुपले चाहिँ नि यताको सर्भिस म्यानेज गरेर बसे। तर सर्भिस म्यानेज गर्दा गर्दा एउटा फर्चुनेट काम के हुन गयो भने उनीहरूले केही प्रडक्टहरू बनाउन सके। जस्तै हामी नेपालमा धेरै चल्ने एउटा फिनाकल भन्ने ब्याङ्किङ प्रडक्ट छ, त्यो चाहिँ इन्डियन इन्फोसिसले बनाएको हो। अब त्यो प्रडक्ट चाहिँ उनीहरूले खास कुनै कस्टमरलाई केही गरी बनाए तर त्यहाँ कुनै अभाइड थिएन वा केही सिचुएसन थियो अथवा डोमेन नलेज उनीहरूले पाए। फिनाकल भनेको ब्याङ्कमा चल्नेवाला सफ्टवेयर जुन नेपालमा धेरै जसोले चलाउँछन्, धेरै जसो कमर्सियल ब्याङ्कहरूले चलाउँछन्। त्यस्तो बनेर उनीहरूसित पनि प्रोडक्ट हुँदै उनीहरू ग्लोबल मार्केटमा टाइकुन जस्तै भएर टिसिएस त खास फर्चुन 100मा पर्छ पनि होइन। त्यस्तो कम्पनीहरू जेनेरेट भयो, त्यसलाई चाहिँ टिसिएस टाटाको नै ब्याकअप पनि भयो र चाहिँ नि यता इन्डिया बस्नेहरूले त्यसरी काम गर्न सक्यो भने यता 95 देखि 2000 अथवा 2005 को बीचमा अमेरिकातिर जानेहरू चाहिँ आज सत्यनारायणदेखि सुन्दर पिचाईहरू चाहिँ प्रतिनिधि पात्र भयो भने मेजर स्टक होल्डर चाहिँ यसरी बन्दै गएका हुन्। त्यो फिनाकलको सक्सेस स्टोरी कुरा गरिराख्दाखेरि हामीसँग नि मर्केन्टाइलको एउटा सफ्टवेयर छ नि ब्याङ्किङ दाजु, पुमोरी भनिन्छ। त्यसको चाहिँ फल कसरी भयो त भनेपछि त उहाँ काहीँ न काहीँ बन्यो, त्यो इन्डस्ट्री सेट भयो, काहीँ गभर्मेन्टको इनपुट होला, गभर्मेन्टको पोलिसीहरूले पनि काम गर्यो होला, उनीहरूको फेरि जमिन हराभरावाला नै छ होइन। हाम्रो जस्तो हाम्रो भन्दा एडभान्सवाला नै सभ्यता भयो होइन, त्यसको पनि धेरै इनपुट होला, बट स्टिल गभर्मेन्टको पनि केही होला। त्यही हुँदा हुँदै उसले फिनाकल बनाइराख्दा हाम्रो त पुमरी थियो। हाम्रो पुमरी कहाँ हो? हाम्रो पुमरी चाहिँ खास भन्ने हो भनेदेखि इन्डस्ट्रीलाई आफ्नो देशको इन्डस्ट्रीलाई प्रोटेक्सन गर्दा उनीहरूलाई त बापुले चर्खा घुमाएर सिकाएको थिए होइन, आफ्नो मतलब भएन तर आफैले बनेर लाऊ भनेर बापु चर्खा घुमाएर बस्थे। हाम्रो त घुमाउने बापु भएनन् होइन त। घुमाउने बापु नहुने बित्तिकै के भयो त भन्दाखेरि हाम्रो इन्डस्ट्रीलाई प्रोटेक्सनै गरिएन क्या। हाम्रो इन्डस्ट्रीले त प्रोटेक्सन भएन, नहुँदाखेरि फिनाकल पुमरी बन्यो तर कुनै ब्याङ्कले अहिले नाम नल्याउँ कुनै ब्याङ्कले पहिलोपल्ट नेपालमा फिनाकल ल्यायो पुमरी हटाएर, र त्यहाँ यस्तो खुसियाली मनाइयो कि सबैजना खुसी, ब्याङ्क खुसी, कम्पिटिटर भन्दा राम्रो मोबाइल लिएर 50 करोडको सफ्टवेयर किने, 20 करोडको सफ्टवेयर किने, धाक लगाउन कम्पिटिटरको अगाडि खुसी। त्यसपछि आइटी हेड खुसी किनभने म पुमरी चलाउनु परेन, फिनाकल चलाउन पाएँ, आइटी हेड खुसी होइन। ट्रेनिङमा जाँदाखेरि 150 भत्ता आयो के आयो अर्को खुसी। त्यसपछि गएर त्यो ट्रेन फेरि के भयो भने पब्लिकको पैसा त ब्याङ्कमा जम्मै गरेको थियो। यस्तो छुचुन्द्रे रूपमा चाहिँ नि त्यसपछि ब्याङ्कहरूले एडप्ट गर्न थाले कि हरेकले चाहिँ म फिनाकल हाल्छु पुमरी हटाउँछु, र त्यसले गर्दाखेरि के भइदियो भन्दाखेरि यता पुमरीलाई 50 लाख नतिर्ने तर फिनाकललाई 50 करोड तिर्ने, पब्लिकको पैसा जम्मा गरेको छ। अब त्यो पब्लिकको पैसा त्यहाँ सबैलाई फेरि आफ्नो एक खालको होइन। अब यसलाई भाषा नराम्रो होला तर तमासा देखाउँदा सबलाई मजा पनि आयो। र यही जुन अघि मैले सुरुमा कुरा गर्दाखेरि सुरुमा भनेको थिएँ नि, नेपालीले त 5 लाख पाउँछ, 10 लाख पाउँछ, त्योभन्दा माथि त सरकारले होइन करोडको सफ्टवेयर किन्नु पर्ने बित्तिकै त होइन इन्टरनेसनल सफ्टवेयरमा जान्छ, करोडमा दौडिहाल्यो। त्यति बेला पनि चाहिएन, सोर्स कोड पनि चाहिएन, के पनि चाहिएन, त्यो सबै नै मिल्यो किनभने सबै इन्ट्रेस्ट मिल्यो, भाग पनि ठुल्ठुलो पाइहालिन्छ, देश विदेश नि घुम्न पाइहालिन्छ, के गरिस् भनेर देखाउन नि पाइयो। अनि आइटी हेडको स्यालेरी बढ्यो, सिइओ को स्यालेरी बढ्यो भने एभ्रिथिङ चाहिँ अप्टिमाइज भएर गयो नि त। सिक्न पनि त फेरि युरोप जान पाइयो, $150 पर डे भत्ता। या त सरकारी कर्मचारी अथवा कतिपय कर्मचारीको त्यो भत्ता पनि मेजर इन्ट्रेस्ट छ क्या खास। त्यसो भए मेरो फर्स्ट क्वेसन थियो नि, माटो पैसा कहीँ जान्न भने जस्तो यो आइटी वालाको पैसा चाहिँ माटो गयो
वा दुखीवालाको काम भयो नि त अब त, किन तपाईँ चाहिँ 5 लाखतिर सेट हुने, 5 को ढाई उहिले खाइदिने, यता करोडवाला हुने, ती राम्रो गर्ने, हुँदा मर्केन्टाइल हो, जाइन्ट हो, होइन, उसको सुत्ने। तपाईँ हाम्रो गरिब दुखीको त कुरै होइन, त्यो मर्केन्टाइलको होइन, आज पनि .com.np मेन्टेन गरेर बसिन्छ, उसको पुमरी सुक्ने होइन, र बन्ने कसको बाहिर, अझ धन्नै इन्डियनको बनो, त्यो एउटाको हकमा तर 20वटा त अमेरिकन आयो होइन त, आयो ढुकैसम्म आयो भनेपछि भन्ने बेला ठुल्ठुलो कुरा गर्ने, हबको कुरा गर्ने। हिजो यिनीहरूले के भन्छ अरे स्मार्ट सिटी भन्थे होइन, आज नि भन्छन्, फेरि भन्न छोडे छैन, आज स्मार्ट सिटी भन्छन्, हिजो स्मार्ट सिटी भन्थे, आज आइटी हब भन्छन्। तर जो आइटीमा 15 वर्ष लागेका छन् ती जोगी हुनुपर्ने अवस्था। यो चाहिँ गगन थापाले भन्ने गरेको त्यो प्याराडक्स वाला शब्द चाहिँ बरु यहाँ मिट खायो कि क्या होला। अब यसलाई खास मेरो आइटीमा चाहिँ बिजनेसै करियर 2000बाट हो। तपाईँले 15 वर्ष भनिरहे त म अरू बाँकी 15 वर्ष कहाँ खोज्न जाने होला अन्त पैसा त पाइएन वर्ष पनि घटाइदियो। त्यही भएर मेरो 35 वर्षको भन्नुपर्छ, मैले 35 वर्षको चाहिँ नि लगभग आइटीको चाहिँ नि मेरो अनुभवमा के हो भने, मैले जान्दाखेरि मेरो सपनामा चाहिँ नि आइटी पार्क बनेको थियो, जुन गगनजीले नै कोट गर्नुभयो होइन। त्यो घर बनाउँदाखेरि त सबैलाई रमाइलो थियो, हामी तमासामा इन्जोय गरिरहेछौँ के। त्यो गगनजी होस्, सचिवजी होस्, वा आइटी अफिसर कुनै मन्त्रालयको जुनसुकै जी हुन्छ, जुनसुकै जी हुन्छ, पुपु गरेर कराइदिउँला, तर सबै जीहरू सबै जीहरू तमासामा रमाए। तर यो फिल्डमा काम गर्नुपर्ने कुरा हो र ससाना चिजहरूमा नै ध्यान पुर्याउनु पर्ने कुरा हो र काम इन्जोय गरेर भित्र बसेर काम गर्नुपर्ने हो, क्यामेरामा नरमाउनु पर्ने हो। म पनि उनीहरूले आफ्नै औकातमा ल्याएर म क्यामेरामा आइपुगेँ, खास म काम गर्नुपर्ने मान्छे थिएँ, उहाँहरूले मलाई क्यामेरामा ल्याइ पुर्याउनु भयो। अब गगनजी पनि क्यामेरा रमाउने यही ताल हो भने म नि क्यामेरा रमाउने। अब इन्डस्ट्री अरू तलतिर चाहिँ जाला, उमलाउनलाई चाहिँ फेरि पनि भित्र काम गर्नुपर्छ, भित्रै बसेर होइन, भित्रै बसेर। सही बात। राइट। यसमा चाहिँ अर्को प्रश्न थियो दाजु होइन, पैसावाला त सकिनेवाला कमाइनेवाला त त्यही भइहाल्यो होइन। एउटा पोजिटिभ नोट पनि त केही हुन्छ नि त सबै कन्भर्सेसनमा। अब यता हामी त बिटर रियालिटी भन्यौँ, दुःखवाला कुरो गऱ्यौँ, त्यो गऱ्यौँ, अहिले भन्दा सोर्सकोटको कुरा गऱ्यौँ, 5 लाखको कुरा गऱ्यौँ, 3 लाख कमाउन अलिक गाह्रै छ भन्यौँ, 25 वर्ष भन्यौँ, सबै भन्यौँ। अब यसमा सन्यासी भयौँ, तर यति हुँदै पनि त त्यसरी नै जुनुन सहित लागेन भने, वा मेरो अलिक ठाडो भाषा छ, त्यस्तै पागलपन सहित नलाग्यो भने त कुनै चिज पनि बन्दैन। देश भन्छ न इन्डस्ट्री भन्छ भनेपछि यो जरुरी छ होइन। त्यो हाम्रो ऱ्यापरहरूले गर्छ नि, कुन चाहिँले खोल्यो नेपालको बाटो के भने जस्तो, तपाईँहरू त्यो नेपालवाला बाटोमा जानु ठिकै छ, कसैले गाडी चलाए पनि भयो, फरारी कुदाए पनि भयो, बाटो त बनाउनेले बनाइ त हाल्यो। सो काहीँ न काहीँ यसलाई पोजिटिभ ऱ्यापअप गर्न खोज्दाखेरि चान्सेस छ। जस्तै एउटा हामीहरूले भनिरहेको चाहिँ बाहिर एक्सपोर्ट गर्ने, हामीले चाहिँ अघि नै पनि हामी सिएहरूको कुरा गऱ्यौँ होइन, अकाउन्टिङहरूको कुरा गऱ्यौँ, आउटसोर्सिङको कुरा गऱ्यौँ, त्यसको पोसिबिलिटीहरू के छ, दुखम सुखमको त अझ कुरा गर्न अलिक गरेन। यसमा फेरि तपाईँको डोमेन पनि नपरेको हुनाले मैले धेरै सोधिनँ आउटसोर्सिङको होइन, किनभने त आफ्नै दुःख त पहिला गरौँ होइन, बाहिर पठाउने त कहिले हो। यहाँ त अदुवा पनि इन्डियाले लिन्न भने दिन भोलिदेखि रोकिन्छ भने चाहिँ त आफ्नो कन्जम्सन बढाउँ न त होइन त। आज के भन्छ अदुवा बेच्ने भन्ने, भोलि बङ्गुर बेच्ने भन्ने, बङ्गुरको रोकिदिए दिन भोलिदेखि चल्ला गोली फाल्ने भनेर हैरान हुने देशमा पहिला त इन्टरनल कन्जम्सन बढाउनु पर्यो नि त। एक्सटर्नल भने त ओटी न हो, कल्ब्रेकको त हात हो, हात त मिलाउँ भन्ने हिसाबको कुरो मेरो हो। त्यसको लागि चाहिँ ऱ्यापअप गर्दाखेरि कन्भर्सेसनलाई कसरी अगाडि बढ्न सक्छ, गभर्मेन्टले के गर्न सक्छ, वा श्री पशुपतिनाथको कृपा नै हो त्यसमा। सबभन्दा पहिला तपाईँ जुन ठाउँमा जुन प्रश्न लिएर आइपुग्नु भयो त्यो चाहिँ स्टार्टिङ थियो इन्डस्ट्रीको, तपाईँ ऱ्यापअपमा आइपुग्नु भयो, यो बल्ल सुरुवाती पहिलो क्वेसन बल्ल सुरु भयो। खास हामीले हाम्रो प्रोडक्ट बनाउनु पर्ने छ,
त्यसपछि हामीले हाम्रो प्रोडक्ट कन्ज्युम्सन गर्नुपर्ने छ। त्यसको लागि बाहिरको तयार हामीले बनाउन सक्ने जति प्रोडक्ट रोक्नुपर्ने छ र त्यो रोक्दै गर्दा गगनजीले आइटी हब बनाउँछु भन्नुभएको छ, तर आजको देशमा विदेशमा गएको नेपालीहरूले पासपोर्ट रिन्यू गर्नलाई एउटा वेबसाइट बनाउने भनेर हाम्रो प्रधानमन्त्री हुन पाइन भनेर निकै गनगन गर्ने एकजना धेरैपल्ट उप प्रधानमन्त्री हुनुभएको कोही हुनुहुन्छ, नाम भन्दिँदा नि हुन्छ, नल्याउँ होला पब्लिकली होइन। उहाँले चाहिँ आउने बित्तिकै त्यो बनाऊ भन्नुभएको छ। त्यो वेबसाइट सामान्य यसमा प्रविधिमा जान्ने मान्छेहरूले वेबसाइट भनेको 10-20 लाखमा बनायो भने, हामी दुखीलाई त 20 लाखको वेबसाइट बनाउन पायो भने यो पहिलोपल्ट ठुलो कमाइ हुन्छ। तर त्यो वेबसाइट बनाउन उहाँले 20 करोड छुट्याइदिनु भयो र परराष्ट्र मन्त्रीज्यूले है पटक पटक उप प्रधानमन्त्री प्लस परराष्ट्र मन्त्रीज्यू हुनुहुन्छ उहाँ, र पटक पटक उप प्रधानमन्त्री भयो हुनाले उहाँले पब्लिकली गुनासो गर्नु भएको छ। म तपाईँहरूका प्रधानमन्त्री भएर आउँथेँ भनेर कल्पना गरेको, आज पनि उप प्रधानमन्त्री भएर आउनु पर्यो भनेर गुनासो पनि गर्नु भएको छ। उहाँको भनाइ के हो त भने त्यो वेबसाइट चाहिँ आजै बनाउनु पर्यो, बनाउँदा मेरो भतिजको कम्पनीले बनाउनु पर्यो, वा भाइभतिज.com अथवा भान्जा पनि हुनसक्छ है, भतिज भन्दा अलि भान्जालाई माया गरिन्छ नि त नेपाल, भान्जा पनि हुनसक्छ, त्यसले बनाउने र बजेट 20 करोड। हामीलाई त्यही काम दिने हो भने 20 लाख होइन, तपाईँ अलि मिलाएर गरिदिनु न, 20 फेरि तपाईँको 20 तिर लाग्यो भने 5 लाख मात्रै 2 लाख कुरो मिल्ने हो, 20 लाग्यो भने चाहिँ 15 उहाँहरूको 5 हाम्रो है फेरि। एमाउन्ट मात्रै 20 हो, एमाउन्ट मात्रै 20 हो हामीले पाउने होइन। त्यो 20 करोडमा वेबसाइट बनाउने भनेर भन्ने कुरा भयो। त्यो सुन्दा यति नरमाइलो भयो। तपाईँको अहिलेको जस्तै गरेर हामीले अलिअलि हल्ला गरिदिउँ त्यसलाई, त्यो कुनै कारणवश कार्यान्वयनमा आउन सकेन हो, अथवा उहाँहरूले 20 करोड भान्जा भन्छेले दिनुभयो, उसले बनाइदिएन, त्यो चलेन, केही भयो। तर अहिले पनि त्यो खालको दुःख अझै पनि एभाइलेबलै देखिन्छ, किनभने सरकारको वेबसाइट नि कुन बेला बन्द हुन्छ ठेगान छैन। यहाँ त सर्भर त घुमे हुन्छ फेरि। हाम्रो त्यही त म भने हाम्रो वेबसाइट हाम्रो के भन्छ सफ्टवेयर चाहिँ कहिले पनि डाउन नहुने, तिनको चाहिँ त्यो नेपथ्यले त्यो उठ बस त्यो सर्भर डाउन हाम्रो चाहिँ डाउन अप नहुने, उनको चाहिँ उठ्ने बस्ने कति उठबस गराइदियो होला सर्भरलाई, के दुःख होला। त्यो पनि हब बनाउँछु भने डाटा सेन्टर पनि हान्छु, सिंहदरबारको भित्र कोठाभित्र राख्छु भन्छन् है, काखीमा च्याप्छु भन्छन् डाटा है, बुझ्दिनँ है म धेरै जान्दिनँ। त्यही पनि तिनको चाहिँ फेरि उठबस गराउँछन् है, पहिला मास्टरले बनायो सर्भरले बनाउँछ, तिमीलाई कुदिन क्या। स्टिल ऱ्यापअप गर्दाखेरि चाहिँ यति अलिअलि बिस्तारै गर्दा यो अन्तिम प्रश्न चाहिँ होइन, तर पहिलो प्रश्न हो। प्रश्न राइट सोध्न सुरु गर्यौँ भने र प्रश्न पब्लिकले जो यस सम्बन्धी जान्ने छ, यही कुरा स्वास्थ्यमा लागू होला, शिक्षामा लागू होला, यातायातमा लागू होला, मनसहित दिलसहित जो यहाँ गर्छु भनेर 30 वर्ष बसेका छन्, सानो पोजिटिभ केही देखेर यही दुखम सुखम काम गर्दैछन्, तिनले सही ढङ्गले प्रश्न गर्न थाल्यो भने चाहिँ यो पहिलो प्रश्न हुने र यसले चाहिँ समाधानतिर लग्ने भन्दा म सही हुन्छु वा गलत हुन्छ? तपाईँको सानो मेहनतबाट र क्रिएटिभ माइन्डहरूलाई कहीँबाट पनि स्पेस दिँदाखेरि आइटी चाहिँ सबैभन्दा सस्तो सुरु गर्न याद गर्नुहोस् है। तपाईँले म अघिदेखि तपाईँले ऱ्यापअप भनिराख्दा म यसलाई सुरुको प्रश्न भनिरहेको छु होइन। आइटी चाहिँ सुरु गर्नको लागि पैसा असाध्यै कम लाग्ने र त्यसलाई चल्ने बनाउँदै लिएर गयो, त्यसको साँच्चीकै सम्भावनालाई अब व्यवहारमा तपाईँलाई जीवन उपयोगी के ई सेवा बनाउनु पर्यो। अहिले हाम्रो एउटा बेस्ट केस ई सेवा पनि हो नि त होइन। ई सेवा बनाउनु पर्यो भने चाहिँ होइन, त्यसमा उहाँले कलेज ब्रेक गर्नुभयो, पुल्चोकको रेगुलर कम्प्लिट नगर्नु भयो होइन, र त्यसपछिको प्यासनमा आज 20 वर्ष उहाँ मसँगै जस्तै बिजनेस हाम्रो लगभग सँगसँगै सुरु भएको हो। उहाँको 20 वर्षमा त्यो पनि कतिवटा अन्तबाट कमाउने साउजीहरूलाई सेयर बाँड्दै एउटा इन्फ्रास्ट्रक्चर तयार गर्नु भएको छ। त्यही भएर सुरु गर्नलाई ल्यापटपैबाट सुरु गर्न सकिन्छ,
र चल्ने बनाउन ल्यापटपैबाट सकिन्छ। आज चाहिँ हामी त्यो नबनाएर हरेक दिन गगनजीले भने जस्तो एआई, ब्लकचेन, डाटा साइन्स, ब्ला 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 3टा ब्लामा उफ्रे छौँ। म 30 वर्षदेखि यही 3टा ब्ला हेरिरहेको छु र आफू चाहिँ खुरुखुरु बिचर दाल भात खानलाई गरिरहेको छु। बच्चाको फी तिर्न हरेकपल्ट टेन्सन, घरको भाडा तिर्न हरेकपल्ट टेन्सन र स्टाफको स्यालेरी हाल्न हरेकपल्ट टेन्सन, यो बोकिरहेको छु होइन। अब तर त्यसपछि माथि लिएर आउन सकियो भने त्यसलाई सबभन्दा पहिला फेरि भाइभतिजबाट इन्डस्ट्रीलाई उम्काउनु पर्छ क्या। किन गगनजीको त चेला चपेटा छन्। अब उहाँले जितेर आउनुपर्छ, चेला चपेटाले राज्य चलाउने हो। जसले वेबसाइट बनायो त्यसलाई दिनु, त्यही 20 करोडमा वेबसाइट पाउने जस्तै हिजो एक्समा होइन प्रधानमन्त्रीबाट प्रधानमन्त्री हुन नपाएको मान्छे उहाँ मन्त्रीबाट सिकेर प्रधानमन्त्री हुने मान्छे भने त उहाँको चेला चपेटाले दिनु पर्यो होइन। अब त्यहाँबाट उहाँबाट त बन्दै बन्दैन भनेपछि फेरि पनि अब आइटी चाहिँ बन्छ क्या। गगनजीको आइटी चाहिँ बन्छ। कसरी बन्छ भने अब 20 करोडको सफ्टवेयरलाई त 1 अर्बको हार्डवेयर किन्नु पर्यो होइन त। डाटा सेन्टर थाहा छँदैछ। तर हामीसित आजै अनुभव के हो भन्दा कोरियनहरूले बनाइदिएको सिंहदरबारभित्रको डेटा सेन्टर जुन अस्ति जेनजीले जलाउन नभएर छोडिदिए, त्यो डेटा सेन्टरमा डेटा राख्न त्यो र गृह मन्त्रालयको सँगै एउटै कम्पाउन्डमा छन् तिनीहरू दुईटा। हिजो बनाउँदाखेरि पनि गृह मन्त्रालयको नजिक राख्यो भने चाहिँ क्रिटिकल हुँदैन भनेर बनाएको डेटा सेन्टरमा मेरो अगाडि सामान्य मिटिङमै भएको कुरा के छ त भन्दाखेरि त्यहाँ त डाटा दिनुहुन्न। किन भन्दा गृह सचिव अब डेटा सेन्टरको त्यो सहसचिव कहाँ मिटिङ जानु पर्यो नि त, इज्जतले दियो त दिएन। भनेपछि डेटा सेन्टरले आफ्नो कम्पाउन्डमा भएको त्यत्रो डेटा सेन्टर छोडेर गृह मन्त्रालयमा भएको सामान्य सर्भरमा डेटा राखियो हिजो। अब यो रियल टाइम कुरो म भन्दैछु र त्यो कुरो गगनजीले रोक्न सक्नुहुन्छ त सक्नुहुन्न, किनभने ऊ त काङ्ग्रेस हुन्छ नि त। अब बालनजी हुनु होला, अब बालनजी नि त भर्खर उहाँहरूसित सिक्दै गरेको राजनीति होइन। आखिर उहाँहरूले चाहिँ रुखको ठाउँमा घन्टी आउने चेला चपेटा त उस्तै आउने होइन। महानगरपालिका चेला चपेटाले गरेको काम हामीले हेरि पनि सकेका छौँ। खास भन्ने हो भने नलिनु पर्थेन, लिनै पर्ने भयो, के गर्ने बाध्यता हो यो होइन भने उहाँहरू आइसकेपछि पनि 1 अर्बको हार्डवेयर चाहिँ किनिन्छ। तर फेरि पनि ल्यापटप लिएर कसले काम गर्ने? त्यसको लागि त होइन हामीले फेरि पनि सानो तर चल्ने खैरेकै मत्तीमा काम गर्नुपर्छ क्या। यो मत्तीसित पनि रिलेटेड काम हो। खैरेले सानो चिज बनाउँछ, सबैतिर चलाइदिन्छ र त्यो चल्ने चिज बनाउँछ जस जीवन उपयोगी हुन्छ। उसले बनाउँदाखेरि त सानो खुर्पे बनाउला, सानो कुटो बनाउला, तर जीवन उपयोगी कुटो बनायो भने कुटो कतिवटा चाहिन्छ त नेपालभरिमा? सफ्टवेयर भनेको केही होइन, कुटोभन्दा फरक चिज होइन क्या। कुटो होला, कोदाली होला, वा त्यो ट्र्याक्टर होला खन्नको लागि, 3टा मध्ये एउटा त हो। तर कुटो बनाउँदा खन्ने कुटो बनाउनु पर्यो नि त। कामी त इमान्दार छ, हामीले पो हेपिरा हो त। कामीले त खन्ने नै कुटो बनाइदिन्छ। तर अब हाम्रो चेला चपेटा त 52का छोरा, राजनीतिक पहुँच भएका 3 पुस्ता काङ्ग्रेस, अब होइन त्यही भएर गगन दाइले पत्याएको टिममा परेको मान्छे हुन्छ नि त होइन। उहाँले कुटो बनाउने कुरा आउँछ त? कामीलाई इज्जत दिने कुरा आउँछ त? आउँदैन। भनेपछि त कुटो त बन्दैन, बाहुनले बनाएर कुटो बन्ने कुरो भएन होइन। त्यो भएर हामीसित कुटो बन्दैन। तर पहिलो दिन जग्गे चाहिँ हाल्छन् फेरि कुटो बन्दैन होइन, कुटोले खन्ने कुरो आएन। तर कुरा गर्दा जहिले पनि हामी बुल्डोजरको गरिदिन्छौँ, किनकि त्यो सजिलो छ। आजकल त झन् एआई को जमाना, गुगलबाट यसै सर्च गर्न पाइन्छ भनेपछि सर गुगलबाट सर्च गरे गगनजीले भने जस्तै अब भोलिदेखि सबै सचिवले जान्दछन्, किनभने त्यो भिडियो त सबैले हेर्छन्, त्यति भट्टाइदिन्छन्। सबै डाटा सेन्टर, सबै ब्लकचेन, सबै क्रिप्टो पनि। अनि त्यो चाहिँ के हुन्छ भने अहिले तपाईँको तालु छ, मेरो कपाल छ। अब उनीहरूले मेरो कपालमा किला ठोक्न टाउका ठिक्न थाल्छन्। हरेक सचिव सहसचिव गर्दा गर्दा गाविसको आइटी अफिसरले पनि ब्लकचेन भन्छ। अब टेक्नोलोजी तपाईँले सेक्युर भने चाहिँ ब्लकचेन हुन्छ नि हो, त्यो भन्न सुरुवात गर्छन्। र तपाईँको टाउका तपाईँ त क्वेसन पुरानो सोध्ने ठाउँमा हुनुभयो, म बिचरा त फेरि यहाँ पनि एन्सर दिनेमै छु भनेपछि मेरा टाउकामा ससाना किलाहरू हुन्छ नि। तपाईँहरूलाई सानो किला थाहा छ नि, आल्पिन जस्तो अथवा अर्को अलि मसिनो अलि ठुलो यस्तो भएको चाहिँ नि सानो असाध्यै अप्ठ्यारो ठोक्ने किला नै हुन्छ, त्यो यहाँ ठोकिन्छ। अब मेरो चाहिँ फुलेको होइन कपाल चाहिँ, त्यसले छोपिन्छ। त्यही भए हुनाले म हिँड्दाखेरि तपाईँको चाहिँ तालु भयो हुनाले त्यहाँ ठोके देखिन्थ्यो। तपाईँ त अब सोध्ने ठाउँमा आउनुभयो, तपाईँ त पब्लिक फिगर हुनुभयो, त्यही भएर तपाईँ कहाँ टाउका ठोकिँदैन ठोक्यो भने पनि देखिहाल्छ होइन। मेरोमा ठोकिन्छ, कपालले छोपिन्छ। म त्यो किला सबै लुकाउने, घर गएपछि
तातो तेल तताउने र बिस्तारै हालेर मेरो मिसेसले निकालिदिन्छन्। उनी पनि मसँगै त्यही 20 वर्षदेखि लड्दैछिन् र हामी यसरी काम गरिरहेछौँ। यो हाम्रो दिनाचार्य हो। ओके डन। मैले यसलाई अघि नै अन्तिम प्रश्न भने, यो अन्तिम प्रश्नै थियो, याद गर्नु है। तर इफ यसलाई पहिलो प्रश्न गर्ने हो भने नेक्स्ट कन्भर्सेसन यहाँनिर गगन थापा चाहिन्छ, वा गगन थापाको आइटी सल्लाहकार चाहिन्छ, वा भोलि सरकार जो बनाउँछु भन्ने अरू पार्टीका छन् तिनीहरू चाहिन्छ र साँच्चीकै बहस हुनु पर्यो, बुदागत बन्नु पर्यो, तब न पहिलो प्रश्न हुन्छ, नभए त आजको लागि त ऱ्यापअप हुन्छ। अगाडि बढाउने हो भने, कन्भर्सेसन अगाडि बढाउने हो भने, आइटी हब बनाउने हो भने, साँच्चीकै चिजहरू बनाउने हो भने त्यसरी सोद्धा कस्तो हुन्छ भने, मैले अहिले रिसेन्टली आइराखेको एउटा दुईटा चिजहरू हेरिरहेको छु के। तपाईँ फेरि पनि प्रश्न सोध्ने स्थानमा हुनुहुन्छ र तपाईँ कन्भर्सेसनमा इन्जोय गर्ने मान्छेले त यहाँ अर्को तेस्रो क्यान्डिडेट राख्न पाए अहिले कन्भर्सेसन एक्टिभ हुन्थ्यो भन्ने छ। तर यहाँ बनाउनु पर्ने कुरा छ र बनाउनु पर्ने कुरामा हामीसित एउटा पुरानो फिगर हुनुहुन्छ मुनिबहादुर साक्य भन्ने, जो चाहिँ अमेरिकाको हार्डवेयरको टप कम्पनीमै काम गर्दा गर्दै नेपालमै केही गर्ने भएर फर्केर उहाँ चाहिँ अलिक मभन्दा 20-25 वर्ष माथि भयो हुनाले उहाँ चाहिँ लौरो टेक्निकतिर पुग्नु भयो र उहाँ चाहिँ यहीँ कम्प्युटर एसेम्बल गर्नुभएको थियो, यहीँ चाहिँ नि ब्रान्ड गर्नुभएको थियो होइन। तपाईँले अघि पुमरीको कुरा झिक्नु भयो, मर्कन्टाइल पिसी भन्ने बनाएको थियो होइन। त्यो उहाँले पनि यहीँ मर्कन्टाइल पिसी बनाएर एसेम्बल गरेर बेच्न खोज्नु भएको थियो। उहाँले यहीँ बनाएको सफ्टवेयर नेपालमा नचले पनि अहिले पनि मलेसियामा पुमरी चलिरहेछ होइन। त्यो भयो हुनाले यो सबै कामहरू गरिराख्नु पर्ने हुन्छ। यसलाई मैले अघि नै पनि भनेको थिएँ, म यहाँ बसेर क्वेसन सोध्ने भनेकै म बिग्रिएर तपाईँको लैजामा र गगनजीको लैजामा लागेर म क्यामेरामा आइपुगेँ, मलाई क्यामेरामा नआउने बनाउनु पर्यो। तपाईँको प्रश्नसित सरोकार होइन, मलाई बाँच्ने गर्ने वातावरणसित सरोकार छ यहाँ। त्यो चाहिँ तपाईँहरूको भेदैमै घुस्दैन। तपाईँ प्रश्न सोद्धा खुसी भयो, त्यही प्रश्न तपाईँको डिस्कसलाई चाहिँ नि भिडियोमा हेरेर गगनजीले टेक्स्ट बनाउने, त्यसपछि उहाँ चाहिँ ठुलो माइकमा जाने, तपाईँ सानो माइकबाट मलाई चाहिँ नि यसरी चितोर्ने, मलाई काम गर्न नदिने। हेर्नुहोस् है, काम गर्ने वातावरणलाई तपाईँले पनि गर्दै भयो भने त तपाईँ त मिडियम पर्सन भन्नुभएछ होइन त, वातावरण बनाइदिए भए राम्रो हुन्थ्यो होइन। त मलाई काम गर्न नदिने र त्यो वातावरण चाहिँ नि क्रिएट गर्नको लागि त तपाईँले हिजै लबी गरिदिएर क्वेसन सोध्नु पर्ने मान्छे त यतिखेर सेतो सर्ट निलो प्यान्ट लाएर म सचिव, म सहसचिव, म मुख्य सचिव, म होइन काङ्ग्रेस, म एमाले, म माओवादी गर्दा गर्दा अहिले त घन्टा टिनिङ कता बजाइराख्नु भएको छ। उहाँहरूसित सोधेर प्रश्न सोधेर यसको जिस्ट कुरो निकालेर मलाई चाहिँ यो कहिले यहाँ नआउने गरी साँच्चीकै गुगलमा चाहिँ नि सुन्दर पिचाईले गुगल म्याप बनाइदिए जस्तै मलाई चाहिँ सर्भाइभ गरेर म्याप बनाउनु दिए भए हुन्थ्यो। मैले बनाइदिए केही एप्लिकेसन्स होला अथवा म जस्तै केही साथीहरूले केही बनायो होला जुनलाई विश्व बजारमा लान सकिन्थ्यो, सकिने गरी केही चिज थियो होला, त्यसलाई लोकल्ली प्रोटेक्सन गर्ने गरी वातावरण हिजोदेखि बनाइदिएर तपाईँ जस्तै चाहिँ नि हिजोदेखि लागेको मिडियाकर्मी होला, अरू पनि त फोर्स ग्रुपहरू हुनुहुन्छ नि त, सबैले मिलेर त्यो वातावरण बनाउनलाई वातावरण भित्रभित्रै चेप्दै लिएर आएर एउटा गरेर बन्दै लान पाएको भए चाहिँ सुरुवात हुन्थ्यो। अब यहाँ त गर्दै गर्दै उहाँहरूको लैजामा लगाएर तपाईँ मिडियाकर्मी पनि जानुभयो। अब हामीलाई बोलाएर क्वेसन सोधिदिनुहुन्छ, भोलि भनेपछि तपाईँको भ्यू कति छ भनेर तपाईँ भ्यू काउन्ट गरिदिनुहुन्छ, गगनजी कति मासमा आए पिपुल भनेर मान्छे काउन्ट गरिदिनुहुन्छ। बिचरा सर्वसाधारणलाई यो कुरो थाहै छैन, उनीहरू ताली बजाइदिन्छन्। अब चाहिँ भाग्य बन्ने हो, अब चाहिँ भविष्य बन्ने हो भनेर उहाँहरू बस्नु भएको छ। हामी कामको कुरा होइन, कामको पनि कामै गर्नुपर्ने छ के, कामको कुरा होइन, कामको काम गर्नुपर्ने छ। त्यहाँ मुनिबहादुर साक्य दाई हिजो आए जस्तै आज फर्केर आएको मान्छे आउला नि त, कोही आइरह होला नि त, अर्को मुनिबहादुर त आइरहेछ। त्यसलाई पनि त्यसै गरी फेरि 78 वर्षमा लौरो टेकाउने, म जाँदै गइनँ, मेरो यो हालत बनाउने। म त आज मेरो यति नै चिज मलाई कहीँबाट प्रोटेक्सन हुन्थ्यो भने त म होइन जस्तै अहिलेलाई वर्षको तपाईँको 2 अर्बको सफ्टवेयर इम्पोर्ट हुन्छ अरे, त्यो रोक्ने मान्छे हो नि त, अमङ केही मध्ये म नि त हो होइन त, त्यो रोक्ने वातावरण दिन पाए हुन्थ्यो। त्यो बनाउने कुराको लागि हामीले जुन दिन एक्सर्साइज गर्छौँ, यसलाई होइन भाषणमा उहाँलाई अहिले चुनावलाई भन्नु पर्दा त भन्नुभयो होला होइन, तर बालनजीले होइन म काठमाडौँ महानगरपालिकामा सफ्टवेयर बनाएर दिएर त्यो सफ्टवेयर नचलेर 2 हप्ता अगाडि मात्रै 2 लाख खाएर बाहिर निस्किया मान्छे हुँ।
याद गर्नु है त, महानगरपालिकाको सबै विद्यालयहरू एकीकृत गर्ने सफ्टवेयर बनाएर 3 वर्ष बालेन राजमा कहिले नै एड्रेस भएन र अहिले आएर सुनिता राजमा उहाँ अर्को एमाले पार्टीको हुनुहुन्छ, सुनिता राजमा त्यो एक्सेप्ट हुन सकेन र म चाहिँ नि त्यो भर्खर रोकिएको छ र त्यो अटोमेसन्सको सबै यात्रा नै रोकियो। मेरो निजी इफोर्टमा मैले 1 रुपियाँ नपाउँदा गरिराखेको, त्यो पनि मैले कहीँ CSR गर्छु, तपाईँहरू त्यसरी चलाउने भने चलाउनुहोस्, अटोमेसन्स एउटा पछाडि नहट्नुहोस् भन्दा होइन, त्यहाँ सबै प्रशासनिक नेतृत्व र राजनैतिक नेतृत्व हालको उपमेयरले त्यो रोक्न त्यति पनि एप्रुभ गर्न सक्नु भएन। खुसी पनि हुनु, खुसी पनि हुनुभयो रमाइलो कुरो एउटा कुरो उहाँ त खुसी पनि भयो, सानसानो विजय उत्सव पनि भयो, विजय उत्सवै मनाइयो त्यहाँ, सरकारलाई निकाल्ने अटोमेसन नथी लाउने, टिचरको एटेन्डेन्स गर्ने, स्टुडेन्ट गर्ने, हाम्रो स्टुडेन्ट गर्ने भने आजको उहाँ हेड सरै पछि हाम्रो पार्टीको हेड सरले 300 विद्यार्थीलाई 390 बनाएर 90 जना खाजा दिनदिनै खाइराख्न पाउनु भएको छ भने त्यसैलाई रोक्ने कुरा गर्न आउने, हाम्रो घाँस किन्ने, हाम्रो घाँस भकुण्डो बनाएर निकाल्ने सालाहरूले पूजाबाट भने निकाल्ने, हाँसी खुसी मजाक थियो होइन, हामीले चिया पनि खाएर निस्किनु पर्यो होइन त। त्यो भयो हुनाले यति कुरालाई तपाईँले अब कुन बेला ऱ्यापअप गर्नुहुन्छ थाहा छैन, फेरि पनि तपाईँ मभन्दा शक्तिशाली मान्छे, क्वेसन सोध्ने ठाउँमा हुनुहुन्छ होइन। त्यही भए हुनाले यति चिजलाई काम गर्नु पर्यो, काम गर्नलाई हामी बाहेकले कुरा गर्नु पर्यो क्या, र ब्लकचेनको कुरा गर्नु भएन, AI को कुरा गर्नु भएन, वा AI गर्यो भने पनि AI को टेक्नोलोजिकल माइन्डको AI को कुरा गर्नु पर्यो। त्यो स्ट्रक्चर अहिलेको लागि AI सर्भर बनाउँछु भनेर कुरा गर्नु भएन। फेरि याद गर्नुहोस्, तपाईँले कुनै दिन मलाई प्रश्न सोधिदिन आएछ भने गगनजीको 5 वर्ष पछि सकिएपछि कुरा गरेको दिन हामीसित खालि सर्भर मात्रै हुन्छ र त्यस्तो डेटा सेन्टर हामीले पटक पटक बनायौँ। 2000 भन्दा अगाडि नै आएर चाहिँ नि कोरियनहरूले हामीलाई डेटा सेन्टर बनाइदिएको थियो, त्यो आजसम्म हामीले ढङ्गले चलाएनौँ र आज पनि तपाईँले भनिहाल्नु बेसिक एनपी चाहिँ के अरे मर्कन्टाइलले मेन्टेन गरिदिनुपर्छ सरकार, त्यो र त्यो मर्कन्टाइलले मेन्टेन गरुन्जेल साह्रै सुखद थियो, साह्रै सजिलो थियो, त्यो पनि सरकारले छिनेर लिएर गएर अहिले त .np रजिस्टर गर्न एउटा खालको तमासा बनाइदिएको छ र हामीले बनाएको सफ्टवेयर उनीहरूको सर्भरमा होस्ट गर्नु पर्यो भनेपछि त्यो कुनै पनि चल्दैन होइन। त्यहाँ खुइ घुमाउने चिज चाहिँ किन बनाएको छ भन्दा गभर्मेन्टमा सर्भरमा चल्नलाई बनाएको छ, तर त्यही कुरा हाम्रो सर्भरमा आयो भने 1 सेकेन्ड चल्न 1 मिनट चल्न भने ओडै पछि ब्ल्याकलिस्ट गरिदिउँ, तल ब्ल्याकलिस्ट गरिदिउँ। उहाँहरू बोली पछि फेरि ब्ल्याकलिस्ट बाहेक उहाँले केही पनि जान्नुहुन्न, उहाँहरू पर जान्नुहुन्न, जान्नुहुन्छ र उहाँहरूले बनाएको चाहिँ अब तपाईँलाई गर्नै पर्यो, भन्नै पर्यो, देखाउनै पर्यो होइन त। तपाईँको त लास्ट क्वेसन छ, मलाई एकदम प्रेसर छ क्या अहिले, लास्ट क्वेसन छ, छिटो भन्नुपर्ने छ, कति भन्नु कति नभन्नु आपत परिरहेछ होइन। अब मै आफै हो, मेरो लाइसेन्स पोखराबाट रिन्यू गर्नुपर्ने 3 वर्ष कम्प्लिट भयो, म चाहिँ देखाउनु कि नदेखाउँ, रातो एउटा चाहिँ नि सबैले चिरकटो बोकेर हिँड्छ, त्यो त सबको खल्तीमा छ त, सबै एउटाको खल्तीमा छ, एउटा रातो चिरकटो। रातो यो चिरकटो मैले 3 वर्ष बोकेर बसेको, यो हो मैले युज गर्ने चिरकटो, यो मेरो लाइसेन्स, यो मेरो नेपाल सरकारले दिएको र यो नेपाल सरकारको त्यो सचिवलाई हाम्रो गगनजी एउटा एकदम अत्यन्तै सम्भावना बोकेको एकदम भरिलो नेताले भन्नुभएको, उहाँकै पार्टीको उहाँले नै नियुक्त गरेको त्यही सचिवको कार्यकालमा भयो होला र लाइसेन्सको यत्रो तमासा भइरहेको आजको डेटमा होइन। विजय गच्छेदारको छोराले चलाएको पार्टीबाट के कम्पनीबाट लाइसेन्सको डेलिभरी नभएको हो र त्यो लाइसेन्सको लागि मोबाइल एप बनाउनु भएर मलाई त्यहाँ एकजना मेरो चिनजानको सहसचिव आउँदा मलाई बोलाउनु भएको थियो, उहाँलाई म माथि दिन्छ भन्ने भरोसा लागेर त्यो मैले तपाईँको मोबाइल एप बनाउनु सक्दिनँ म, किनभने तपाईँको सफ्टवेयर चल्दैन, चल्ने सफ्टवेयरको न मोबाइल एप बनाउन सकिन्छ, नचल्ने सफ्टवेयरको त मोबाइल एप बनाउन सकिन्न। त्यही भएर यो नचल्ने सफ्टवेयरको मोबाइल एप बनाउन मिल्दैन, तपाईँले सफ्टवेयर फेर्न सक्नुहुन्न, किनभने यो गगनजीको पार्टीको आज चुनाव लडिराखेको मान्छेको छोराको कम्पनीले बनाएको हो। नाम के रे फेरि भनिदिउँ त दाजु? हाम्रो विजय कुमार गच्छेदारको छोराले, उहाँको होइन कांग्रेस 2.0 मा उहाँको, कांग्रेस 2.0 मा पनि उहाँ नै हुनुहुन्छ फेरि। अब 4 वर्ष लाइसेन्स आउनु, अब 4 वर्ष लाइसेन्स आउँदैन, आइटी हब बन्छ, लाइसेन्स आउँदैन, त्यसमा चाहिँ ऱ्यापअप गरौँ। आइटी हब बन्छ, त्यसमा लाइसेन्स त्यही बोकेर हिँड्ने, त्यही कागज हो, आइटी हब चाहिँ बन्छ।
अब नेक्स्ट चोटि हामी ब्लक चेनमा बनाउने त्यो पेपर प्रिन्ट गर्छौँ हामी ब्लक चेन टेक्नोलोजीमा त्यो पेपर हामी प्रिन्ट गर्ने नेक्स्ट टाइम र सम्भव भयो भनेर अलि राम्ररी गगनजीको टिमले काम गर्यो भने 2-3 त बनेपाको जस्तै डाटा सेन्टर होइन त्यहाँ त आइटी सिटी बनाएको हो त्यो अर्को 1-2टा आइटी सिटी पनि बन्छ तपाईँहरू सिटी घुम्न जान पाउनुहुन्छ भले त्यहाँ उस्तै पर्दाखेरि पछि गाई पाल्दा राम्रो हुन्छ लाइसेन्स प्रिन्ट हुँदैन त्यो ब्लक चेनमा नि हुँदैन अहिलेको उनको ब्लक चेनमा अब यसमा अब गगनजी आफै पनि फिजिक्सको त्रिचन्द्रको स्टुडेन्ट हुनुहुन्छ होइन अब यो एप्लाइड साइन्स भयो उहाँ त प्योर साइन्स नै हो त्यही भएर ब्लक चेनको उहाँको टिमले नयाँ इनोभेसन्स गरेर हाम्रो टेस्लाको साउको नाम के अरे एलन मस्क जस्तै केही डेलिभरी गर्नुभयो भने संसारले हेर्ला पनि होइन तर मेरो अपेक्षामा आजको डेटसम्म मैले 30 वर्ष आइटीमा सधैँ नजिकबाट हेरेँ हुनाले मैले फेरि पनि लोम्याउनु पर्यो तपाईँको कार्यक्रमलाई होइन मैले 30 वर्ष अगाडि पहिलोपल्ट हेर्दाखेरि नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभागको क्यानको पहिलो प्रेसिडेन्ट विमल कुमार शर्मा होइन ले मलाई कम्प्युटर सिक्दै गर्दाखेरि उहाँले एउटा काम लिनुभएको थियो त्यो चाहिँ युएनडिपीले गरिदिएको काम थियो दिएको काम थियो र उहाँहरूले आफूले घाटा खाइकन त्यो डाटा सबै हामी लगिदिन्छौँ त्यो भयो भने हाम्रो कम्पनीलाई नि फाइदा हुन्छ नेपाल सरकारले फाइदा हुन्छ भनेर आज मेरो उहाँकै बुद्धि सरेर होला म पनि हरेक दिन घाटा खाएर नेपाल सरकारले काम गर्छु भने उहाँले पनि घाटा खाइकन त्यो डाटा अटोमेट गरिदिन्छु भनेर काम गर्नुभएको थियो त्यो दिन आज पनि छ शिक्षा विभागसित आज पनि डाटा छैन र डाटाको व्यापार हाम्रो यत्तिकै चलिरहेछ त्यो 30 वर्ष 92 93 94 तिरको कुरा हो र आजको डेट आइपुग्दाखेरि 24 भनेपछि 30-32 वर्षको कुरा भइहाल्यो यो 32 वर्षदेखि एउटै काम एउटै प्रवृत्ति एउटै प्रकृति मैले हेरिरहेको छु त्यतिखेर होइन गगनजी त्रिचन्द्रमा चाहिँ अलि बल फुटबल के बास्केटबल खेल्नुहुन्थ्यो भन्ने कुरा छ तर म चाहिँ उहाँलाई त्यो यता आएर 62-63 ढुङ्गा आन्दाखेरि बल चिने हो निशाना चाहिँ बुढाको गजब छ होइन त्यो भएर हामीले कुरा गर्दाखेरि चाहिँ नि त अब ब्लकचेन बनाइने नयाँ उनीहरूले एल्गोरिदमै बनाइदिउँले केही फरक परेन तर रियलमा मर्कन्टाइल पिसी पनि जोगिएन पुमोरी पनि जोगिएन होइन र यहीँ आएर हेर्ने हो भनेदेखि होइन हामीले आफैले हेर्दाखेरि हामीले 20-30 लाखमा सफ्टवेयर टुटल पनि जोगिएन हामी आफैले पनि 20-30 लाखमा चाहिँ नि सफ्टवेयर दिएर 10-15 लाखलाई दिएको सफ्टवेयरलाई 20-30 करोडमा ठाउँमा होइन सबै पब्लिक फोरममा नाम नल्याउँ होइन ठाउँमा रिप्लेस भएका छन् र त्यहाँ फेलियरको स्टोरी भएको छन् अख्तियारियत आउने काम भएको छन् सब चलिरहेछन् यो त्यो भन्नाले सबै हुन्छ तर लाइसेन्स तपाईँको प्रिन्ट हुँदैन अब लाइसेन्सको सट्टा भेटियो र कहीँबाट फुत्काउनु पाइयो भने भोलि के अरे पासपोर्ट राम्ररी प्रिन्ट नहोला त्यसपछि पासपोर्ट त्यो प्रिन्ट फेरि यस्तै हुन्थ्यो उहाँहरूले यस्तै बनाइसक्नुहुन्थ्यो चाहिँ इन्टरनेसनली नचल्ने भयो हुनाले इन्टरनेसनली नचल्ने भयो इन्टरनेसनल जान नपाइने भयो हुनाले उहाँले अब्लिगेसन गर्नु पर्यो नपाइने हुनाले हुनाले पासपोर्ट हाम्रो चाहिँ अहिले त्यो पनि फरेन कम्पनीले चाहिँ नि यहाँ इन्सिस्ट गरेर होइन त्यो चलाइदिइरहेको हो लगाइदिए मात्रै हो होइन नत्र भने यस्तै चिजहरू हुँदै जान्छन् मैले 30 वर्षमा नभेटिएको कुरा र गगनजीले पनि आफैले जुन गर्नु भएको छ नि त उहाँको राज पनि त 5-7 वर्ष भेटियो 5-7 वर्षमा इन्डियाले आइटीमा कति फड्को मार्यो संसारले आइटीमा कति फड्को मार्यो र यो कति गर्न सकिने काम हो भने मलाई त प्रत्यक्ष थाहा छ नि त होइन उहाँकै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कतिवटा चिज बने होइन बालनजीको महानगरमा के चिज बने केवटा चले सबै म त आँखाले हेरेको छु कहीँ भेन्डर भएर गएको छु कहीँ होइन चाहिँ नि टेन्डर हाल्न गएको छु कहीँ केही गरेर सर्भिस सेवा लिन गएको छु सबै गरिरहेको छु नि त मैले मेरै पालिकामा मैले सफ्टवेयर हालिदिएको छु सबै हेडसरहरूले मेयरले के भन्छ ल हेरोस् त म चलाउँदिनँ भन्छन् त्यति जति चाहिँ के हुन्छ भन्दा गगनजीको कार्यकर्ता हुन्छ कि किनभने मेरोमा चाहिँ हाम्रो अहिले तारावाला पार्टीको अस्ति कलम हुँदाखेरिको मेयर हुनुहुन्छ कलम मेयरले के गर्नुहुन्छ त त्यो हाल भन्नुहुन्छ तर रुख हेडसरले के गर्नुहुन्छ त हाल्ने कुरा आउँछ छैन कलमको टेर्ने कुरा आयो त रुखले
इज्जतको लागि पनि रुखवालाले चलाइदिनुहुन्न होइन। मेरो केटाहरू फोन अफिसबाट सपोर्टको मान्छेहरू फोन गरिरहने, तेरो मेयरलाई पठाइदिए भनिदिनुहुन्छ सिधै रुखवाला हेडसरले। उहाँ छुट्टी लिएर अहिले चुनाव हिँडिरहेको हुन सक्छ। उहाँ छुट्टी लिएर अहिले चुनाव यो स्योरै होला। अहिलेलाई चाहिँ काङ्ग्रेस 2.0 थ्याङ्क यू भन्नु पर्यो। हस्, थ्याङ्क यू, तपाईँले सम्झिदिनु भयो। बात चलेगी त दूर तक जाएगी भन्ने हुन्छ होइन भन्ने दाजु है। आजलाई ऱ्यापअप गरौँ, धन्यवाद, थ्याङ्क यू। ओके, वेलकम।